हाई गाइज इट्स मी अलस्का स्याङ्बो अनि वेलकम टु माई च्यानल। टिचर्स डे मनाइसकेपछि मैले मेरो साथीलाई चाहिँ 99 सपमा जान कन्भिन्स गरेँ। सुरुमा त ऊ डेफिनेटली खुसी थिएन, तर त्यो ठाउँ पुगेपछि उसको फेसमा नयाँ लाइट आउन थाल्यो। मलाई चाहिँ मेरो 200 रुपिसले चाहिँ एउटा स्पेसल गिफ्ट किन्नु थियो, त्यही भएर म त्यसको खोजीमा लागेँ। यसो पछाडि हेर्दा त कृति गायब थिए। त्यहाँपछि मैले उसलाई अराउन्ड 10 मिनट्स पछि भेटेँ। यत्रो ठुलो मान्छे कता हराएको भन्दाखेरि त म यो सामानहरू देखेर मोहित भएँ भनेर मलाई भन्न थालेँ। ठिक छ नि त, मोहित होस्, म चाहिँ मेरो लागि गिफ्ट हेर्छु भनेर म यताउति खोज्दै थिएँ। त्यत्तिकैमा मैले एकदम ब्युटिफुल फ्लावर्सहरू देखेँ। यसमा मलाई एकदमै धेरै कन्फ्युजिङ पनि भयो। फाइनली मैले अराउन्ड 20 देखि 30 मिनट्स पछि एउटा कुरा डिसाइड गरेँ। कृतिलाई पनि देखाउँदा राम्रो रहेछ भनेर मलाई भनी। त्यहाँपछि कृति फेरि नयाँ कुराहरू हेर्न थालिरहेको थिएँ। मैले होइन कृति हामीलाई ढिला भइसक्यो, छिटो गर न भन्दाखेरि कृति मान्ने एउटा पनि सुरसारमा थिएन। चप्पल पनि ऊ लाएर ट्राई गर्दै थिएँ। अनि त्यहाँपछि मैले कृतिलाई फाइनली यताउति गरेर त्यहाँबाट निस्किनलाई चाहिँ कन्भिन्स गराएँ। त्यहाँपछि म एकदमै धेरै एक्साइटेड थिएँ आफ्नो गिफ्ट एक्सचेन्ज गर्न भने। कृति पनि एक्साइटेड नै थिए। उसको टोटल बिल 1500 लिएको कारण चाहिँ उसलाई एउटा मिनी गिफ्ट पनि फ्रीमा पाइएको थियो। त्यो देखेर त कृति त मक्ख नै थिए। उसले मलाई त्यो खुसीमा एउटा चक्लेट पनि गिफ्ट गरी। म पनि कृतिले अब पार्टी दिन्छ है भनेर उसलाई जिस्काउन थालेँ। हामी त्यहाँको लिफ्टबाट फर्किँदै गर्दाखेरि कृति चाहिँ मैले सामान त टन्नै किनेछु है भनेर मलाई सुनाउँदै थिए। त्यहाँपछि हामी खाजा खान गयौँ, तर खाजा खाने बेला एउटा प्रब्लम क्रिएट भयो। कृति भने बफ खाँदैन थिए भने। मलाई चाहिँ बर्ड फ्लू चलिरहेको भएको कारण चिकन खान मन थिएन। त्यहाँपछि हामीले अब यो नि नखाने त्यो नि नखाने, फाइनली एउटा आइसक्रिम खाऊँ न भनेर आइसक्रिम अर्डर गऱ्यौँ। हाम्रो कुरा सुनेर त्यहाँका दाईहरू पनि हामीलाई हेर्दै हाँसिरहेका थिए, तर बालै भएन नि नलेजे गरेन गरोस् भनेर चाहिँ हामी त्यहाँबाट आइसक्रिम मात्र खाएर फर्क्यौँ। ओभरअली डे रमाइलो नै थियो, इन्टरटेनिङ नै थियो। एउटा नयाँ मेमोरिजको साथ हामी घर फर्क्यौँ।